हरेक ब्रान्डको डिफ्रेन्ट स्ट्रेन्थहरू हुन्छ र स्ट्रेन्थहरूलाई काउन्ट गर्ने हो भने 207 वटा प्रोडक्ट्सहरू अहिले हामीसँग छ। 2007 मा एस्टाब्लिश भएर विथ अ भिजन टु बी द नेशन्स बेस्ट फार्मा कम्पनी इन टोटो, enhancing the healthcare services through innovations and diversification. We not only want to be the best in terms of sales, but we also want to be the best in terms of product quality, product basket, human resource and their development. हामीसँग 34 वटा फर्स्ट नेपाली ब्रान्ड छ। यो भनेको चाहिँ कस्तो भन्दा मल्टिनेसनल या इन्डियन कम्पनीजहरूले अलरेडी नेपाली मार्केटमा इन्ट्रोड्युस गरिसकेको तर नेपाली कम्पनीहरू मध्येबाट चाहिँ कसैले पनि इन्ट्रोड्युस नगरेको मोलिक्युल। वी हेभ दिस सर्ट अफ ब्रान्ड्स 34 वटा। हामीसँग कार्डियो डायबिटिजसँग रिलेटेड प्रोडक्टहरू छ, त्यस्तै न्युरोसँग रिलेटेड प्रोडक्टहरू छ, नसासँग सम्बन्धित साइकाट्रीसँग रिलेटेड प्रोडक्टहरू छ, हिप्याटिक लिभर डिजिजसँग रिलेटेड प्रोडक्टहरू छ, त्यस्तै आएर जीआई ट्र्याक ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याकसँग रिलेटेड मेडिसिन्सहरू छ, अर्थोसँग रिलेटेड हार्ट जोड्नेसँग रिलेटेड, रेस्पिरेटरी ट्र्याकसँग रिलेटेड डिजिजहरूको लागि ट्रिट गर्ने मेडिसिनहरू छ। म्यानुफ्याक्चरिङ युनिटमा चाहिँ हामी ट्याब्लेट क्याप्सुल क्रिम जेल्स वेन्समेट्सहरू बनाइरहेको छौँ भने स्टेराइल म्यानुफ्याक्चरिङ युनिट जुन चाहिँ अब पछाडिको युनिट थियो त्यसबाट चाहिँ लन्च हुन्छ निकट भविष्यमा नै। इन्जेक्टेबल्स हुन्छ सबै, आई ड्रप्स, इयर ड्रप, नेजल सोल्युसन, नेजल स्प्रेहरू चाहिँ स्टेराइल म्यानुफ्याक्चरिङ युनिटबाट लन्च हुन्छ। स्टेराइल भनेको चाहिँ जुनै पनि हामीलाई रोग लगाउने जीवाणु या कीटाणु हुन्छ त्यसको कुनै पनि फर्ममा हुनु भएन, भनेको मतलब त्यसको टुक्रा पनि हुनु भएन। ब्याक्टेरिया छ भने ब्याक्टेरिया कुनै पनि फर्ममा यदि यस मेडिसिनमा छैन भने त्यो कम्प्लिटली स्टेराइल भयो। Magnus Pharma is an innovative pharmaceutical company trusted widely among healthcare professionals for its best quality product. And Magnus Pharma is one of the fastest growing pharmaceutical company in Nepal. Its state-of-the-art manufacturing facilities, finest research and development setups, total quality management system, most charismatic pool of employees, and our unwavering desire to achieve excellence has made us able to set a new benchmarks within a short career. If we talk about our plant, manufacturing plant, we have all known, it is located at Rampur, Tokani, Jitpur, Simara, Bara district, Belganj. And it's constructed under the guidance of Doshi Consultant, one of the renowned consultant of India, who is known for its designing a leading multinational companies in India and abroad. And our plant is built to conform the most stringent regulatory norms like WHO GMP, UK MHRA, US FDA and TGA Australia guidelines. And if we have to talk about the establishment, we were established in the year 2007. 2007 मा established भएर with a vision to be the nation's best pharma company in toto, enhancing the healthcare services through innovations and diversification. We not only want to be the best in terms of sales, but we also want to be the best in terms of product quality, product basket, human resource and their development, and in terms of working environment as well. Actually, we want to be the best in terms of every aspects. अहिलेसम्म 109 वटा ब्रान्डहरू मार्केटमा ल्याइसकेको छौँ र हरेक ब्रान्डको डिफ्रेन्ट स्ट्रेन्थहरू हुन्छ र स्ट्रेन्थहरूलाई काउन्ट गर्ने हो भने 207 वटा प्रोडक्ट्सहरू अहिले हामीसँग छ र यो 109 वटा ब्रान्ड्सहरू मध्ये पनि 5 वटा हामीसँग यस्तो ब्रान्डहरू छ जुन हामीले नेपालमा नै पहिलोचोटि नेपालको मार्केटमा इन्ट्रोड्युस गर्यौं, जुन मल्टिनेसनल कम्पनी या इन्डियन कम्पनीहरू कसैले पनि इन्ट्रोड्युस नगरेको तर हामीले चाहिँ यो मोलिक्युल नेपाली मार्केटमा इन्ट्रोड्युस गरेको छौं। यस्तो खालको मोलिक्युलहरू हामीसँग 5 वटा छ, जस्तै Mi1 इज अ ब्रान्ड, ग्लिटिन इज अनदर, डोपेजिल, ओसार्ट र अर्लेस भनेर छ। त्यस्तै हामीसँग 34 वटा फर्स्ट नेपाली ब्रान्ड छ। यो भनेको चाहिँ कस्तो भन्दा मल्टिनेसनल या इन्डियन कम्पनीजहरूले अलरेडी नेपाली मार्केटमा इन्ट्रोड्युस गरिसकेको तर नेपाली कम्पनीहरू मध्येबाट चाहिँ कसैले पनि इन्ट्रोड्युस नगरेको मोलिक्युल। वी हेभ दिस सर्ट अफ ब्रान्ड्स 34 वटा र हामी अहिले कुन सेगमेन्टमा हाम्रो प्रोडक्टहरू आइरहेको छ या कुन सेगमेन्टको प्रोडक्टहरू हाम्रो बजारमा उपलब्ध छ भनेर हेर्नु पर्दाखेरि हामीसँग कार्डियो डायबिटिजसँग रिलेटेड प्रोडक्टहरू छ,
त्यस्तै न्युरोसँग रिलेटेड प्रडक्टहरू छ, नसासँग सम्बन्धित साइकाट्रीसँग रिलेटेड प्रडक्टहरू छ, हिप्याटिक लिभर डिजिजसँग रिलेटेड प्रडक्टहरू छ। त्यस्तै आएर जीआई ट्र्याक ग्यास्ट्रोइन्टेस्टिनल ट्र्याकसँग रिलेटेड मेडिसिन्सहरू छ, अर्थोसँग रिलेटेड हार्ट जोड्नेसँग रिलेटेड रेस्पिरेटरी ट्र्याकसँग रिलेटेड डिजिजहरूको लागि ट्रिट गर्ने मेडिसिनहरू छ। त्यस्तै युरोसँग रिलेटेड मेडिसिनहरू पनि हामीसँग छ। 2007 मा हामी इस्टाब्लिसमेन्ट भयो, 2009 मा 15 वर्षको हाम्रो जर्नी छ। नन स्टेराइल म्यानुफ्याक्चरिङ युनिट अघि जुन अगाडि सुरुमा तपाईहरु जानुभएको थियो त्यो नन स्टेराइल, अब स्टेराइल र नन स्टेराइलको कुरा एकछिनमा भन्छु। पहिले नन स्टेराइल म्यानुफ्याक्चरिङ युनिटमा चाहिँ हामी ट्याब्लेट क्याप्सुल क्रिम जेल्स ओइन्टमेन्ट्सहरू बनाइरहेको छौँ भने स्टेराइल म्यानुफ्याक्चरिङ युनिट जुन चाहिँ अब पछाडिको युनिट थियो त्यसबाट चाहिँ लन्च हुन्छ निकट भविष्यमा नै। इन्जेक्टेबल्स हुन्छ सबै, आई ड्रप्स, एयर ड्रप, नेजल सोल्युसन, नेजल स्प्रेहरू चाहिँ स्टेराइल म्यानुफ्याक्चरिङ युनिटबाट लन्च हुन्छ। अब प्यारेन्टल प्रिपरेसन भनेको के त भन्ने कुरा गर्दाखेरि प्यारेन्टल प्रिपरेसन भनेको जस्तो ट्याब्लेट क्याप्सुल चाहिँ हामी खान्छौँ, मुखबाट खायो त्यो पेटमा जान्छ र त्यो आन्द्रामा गएर आमाशय सबैतिर गइसकेपछि त्यसले चाहिँ सोसेर ब्लडमा मिसिन्छ। तर प्यारेन्टल औषधिहरू चाहिँ के भयो भने सिधै इन्जेक्सनको माध्यमले रगत नलीबाटै नै रगतमा नै दिने भयो। भनेको जुन जो जति पनि त्यो खाने र आमाशयको जति पनि त्यो प्रक्रिया छ त्यो सबबाट चाहिँ हट्ने भयो। त्यो टाइपको औषधिहरू जति पनि छ त्यसलाई चाहिँ के भन्छ भने प्यारेन्टल मेडिसिन भन्छ। सुईले दिने जुन हुन्छ त्यो इन्जेक्सन भयो। इन्फ्युजन भनेको चाहिँ जुन सेलाइन टाइपको हुन्छ नि माथि हालेर बिस्तारै दिइराख्ने 2 घन्टा 3 घन्टा 4 घन्टा त्यस्तोहरू दिनेहरू चाहिँ इन्फ्युजन्सहरूमा आउँछ। पाउडर फर इन्जेक्सन हुन्छ, एउटा पाउडर हुन्छ त्यसमा पानी हालेर घोलेर लिक्विड बनाउँछ फेरि इन्जेक्सन दिन्छ होइन। कन्सन्ट्रेटेड सोल्युसन हुन्छ, अलिकति एकदम कन्सन्ट्रेटेड हुन्छ त्यसलाई डाइल्युट गरेर युज गर्ने। इम्प्लान्ट्सहरू पनि पाउँछ। यीहरू चाहिँ डिफ्रेन्ट प्यारेन्टल्स मेडिसिनहरू भयो। आज म धेरै कुरा चाहिँ प्यारेन्टल्सकै गर्छु। ट्याब्लेट्स र क्याप्सुलमा पनि हामीले यो सबै काम गर्छौँ 2-3वटा छोडेर। त्यो जुन स्टेराइलको पार्ट छ नि, स्टेराइल भनेको चाहिँ अहिले आउँछ अलिकति भनिदिइहाल्छु। स्टेराइल भनेको चाहिँ जुनै पनि हामीलाई रोग लगाउने जीवाणु या कीटाणु हुन्छ त्यसको कुनै पनि फर्ममा हुनु भएन। भनेको मतलब त्यसको टुक्रा पनि हुनु भएन। ब्याक्टेरिया छ भने ब्याक्टेरिया कुनै पनि फर्ममा यदि मेडिसिनमा छैन भने त्यो कम्प्लिटली स्टेराइल भयो। तर अरू मेडिसिनमा चाहिँ कुनै फर्ममा हुनसक्छ जसले हामीलाई हानि गर्दैन। त्यो समथिङ गाइडलाइन्सहरूले एलाउ गरेको हुन्छ, फार्माकोपीहरूले एलाउ गरेको हुन्छ। तर स्टेराइल भनेको चाहिँ कम्प्लिट केही हुनै भएन, एउटा पार्ट पनि हुनु भएन। त्यस्तो चिजहरूलाई चाहिँ त्यसरी भन्छ होइन स्टेराइल। अनि किन चाहियो त अब प्यारेन्टल मेडिसिन किन चाहियो त? अब जस्तो ट्याब्लेट क्याप्सुलले नै भइरहेछ किन चाहियो भन्दाखेरि चाहिँ मेनली एकदम टाइम अफ एक्सन लो। त्यो केसँग रिलेट छ भने अघि भने जसरी सिधै रगतमा दिने भयो नि, जस्तो हाम्रो मिसरजीले पनि अघि भन्नुभयो कि धेरै एकदम गम्भीर बिरामीहरूलाई पनि दिन सक्यो। अब यसको रिजनहरू के छ भने अब तपाईँको धेरै बिरामी छ भने ट्याब्लेट खान सक्दैन, उसलाई सिधै ब्लडमा दिनु पऱ्यो इन्जेक्सन। अनि एकदम टाइम छ हामी एकदम 5 मिनटमा या 1 सेकेन्डमा 1 मिनटमा कहिलेकाहीँ त अब ब्लड प्रेसर के घटाउने औषधिहरू हुन्छ कि विदिन सेकेन्ड्समा काम गरिसक्नुपर्छ। त्यस्तो बेला ट्याब्लेट खाएर भएन, त्यो सब क्रममा चाहिँ इन्जेक्सन चाहिने हुन्छ। त्यो एउटा भयो। इमर्जेन्सीमा फर्स्ट चोइस लेखेको छु। नो फर्स्ट पास मेटाबोलिजम भनेको चाहिँ अलिकति टेक्निकल पार्ट हो। फर्स्ट पास मेटाबोलिजम ब्लड हाम्रो जिउले अघि भने जस्तै कति सोच्ने या के गर्ने भन्ने अलिकति आफ्नो फिल्टर लगाउँछ क्या जिउले। त्यो फिल्टर चाहिँ इन्जेक्सनमा गर्न पाउँदैन जिउले होइन। त्यस्तै नो इफेक्ट अन जिआइटी फ्लुइड। जिआइटी भनेको हाम्रो पेटको हुन्छ एसिड हुन्छ, एसिड 2 pH को एसिड छ, तल कुरा छ। त्यो एक्सनहरू चाहिँ औषधिलाई बिगार्न सक्दैन, सिधै ब्लडमा जाने भएर। अर्को पेसेन्ट कन्भेनियन्स, कोही अब ट्याब्लेट खान नसक्ने, खान नमान्ने या बिरामी छ धेरै, मुख खोल्नै नसक्ने छ, एक्सिडेन्ट केसेसहरू छ, त्यस्तो केसेसमा दिनुपर्ने हुन्छ। र कहिलेकाहीँ एकदम कस्टली औषधि छ र पोटेन्ट छ एकदम थोरै एमसिजीमा दिनुपर्ने छ। अब त्यसलाई ट्याब्लेट बनायो दियो कता वेस्टेज हुन्छ भनेर त सिधै इन्जेक्सनले दियो पनि ठ्याक्कै काम गर्छ भन्ने कुरा भयो। अर्को अब प्यारेन्टल डोजेज फर्मको क्यारेक्टर चाहिँ के हुन्छ, कस्तो हुनुपर्छ त प्यारेन्टल डोजेज फर्म भनेको एउटा के हो भने स्टेराइल हुनु पऱ्यो। पुरै मस्ट बी स्टेराइल भनेको ब्याक्टेरियाको या कुनै पनि जीवाणु, ब्याक्टेरिया होस्, फन्जाई होस् या भाइरस होस्, कुनै पनि फर्म्समा हुनु भएन। त्यसको सेल वाल पनि हुनु भएन, त्यो जीवित त हुनु नै भएन, जीवित बाहेकका त्यसका टुक्राहरू पनि हुनु भएन। त्यो पार्ट मस्ट बी स्टेराइल। त्यस्तो मस्ट बी फ्री फ्रम पाइरोजेनिक कन्टामिनेसन। एक्जोजेनस इन्डोजेनस पाइरोजेन्सहरू हुन्छ जसले चाहिँ हामीलाई ज्वरो लगाउने काम गर्छ। त्यसमा पनि एउटा एक्जोजेनस पाइरोजेन्समा चाहिँ एन्डोटक्सिन्सहरू पर्छ। ब्याक्टेरिया ग्राम नेगेटिभ ब्याक्टेरिया भन्ने हुन्छ, ग्राम नेगेटिभ ब्याक्टेरिया जसले हामीलाई रोग कज गर्छ उसको वालबाट निस्किने चिज हो यो एन्डोटक्सिन भनेर। तिनीहरू पनि हुनु भएन। अर्को
फ्री फ्रम पार्टिकुलेट म्याटर, कुनै पनि खालको म्याटर हुनु भएन, आँखाले देख्ने कुनै पनि चिज हुनु भएन त्यसमा भन्छ। त्यसपछि सुड बी आइसोटोनिक। आइसोटोनिक भनेको चाहिँ हाम्रो जस्तो ब्लड या आँसु जति जुन किसिमको पिएच या जे छ नि उसको टेक्सचर त्यस्तै हुनुपर्छ मेडिसिन, किनभने सिधै ब्लडमा जाने भयो। त्यो कारणले गर्दाखेरि ब्लड जस्तो हुन्छ मेडिसिन पनि हाम्रो त्यस्तै हुनु पऱ्यो, आइसोटोनिक हुनु पऱ्यो। त्यसपछि मस्ट बी स्टेबली केमिकल फिजिकली माइक्रोबायो। अब यो त हुनै पऱ्यो, औषधि त हुनै पऱ्यो, स्टेबली केमिकली फिजिकली माइक्रोबायो। यो ट्याब्लेट क्याप्सुलहरू पनि यो हुनै पऱ्यो। यसमा चाहिँ आइसोटोनिक र स्टेराइल र एन्डोटक्सिन बाहेक ट्याब्लेट क्याप्सुलमा पनि हुन्छ, तर अरू चाहिँ स्टेराइलको लागि मात्रै।